हुन्छ यहाँहरू सम्पूर्णलाई येशू ख्रीष्टको नाममा जय मसीह। हुन्छ हामी आजको संगतिलाई सुरु गर्नेछौँ। हामी सुरुको प्रार्थना गरौँ। धन्यवाद छ प्रभु तपाईँलाई आजको यो सुन्दर बिहानीको निम्ति हामी तपाईँलाई धन्यवाद चढाउँदछौँ प्रभु। साँच्चै नै हामीलाई फेरि पनि नयाँ जीवन नयाँ दिन दिनुभएको छ। धन्यवाद छ तपाईँको सम्पूर्ण सुरक्षित सहायताको निम्ति। धन्यवाद छ तपाईँको प्रेम तपाईँको अनुग्रह अनि तपाईँको कृपाको निम्ति प्रभु, जसले हामीलाई सुरक्षित राख्दछ प्रभु। धन्यवाद छ आजको दिनलाई तपाईँको हातमा राख्दछौँ प्रभु। आजको सङ्गतिलाई तपाईँले लिनुभएको होस् प्रभु। सम्पूर्ण सङ्गतिको साँच्चै नै भागहरूलाई तपाईँको हातमा राख्दछौँ। हामी प्रत्येकलाई सहायता गर्नुभएको होस् प्रभु। हामीलाई सेवकै गर्नुभएको होस् प्रभु। तपाईँको उपस्थितिले तपाईँको वचनले अनि हामी प्रत्येकलाई खुवाउनु भएको होस् तपाईँको वचनबाट प्रभु। हामीलाई तृप्त पार्नु भएको होस्। धन्यवाद छ तपाईँलाई। धन्यवाद छ हामी सम्पूर्ण तपाईँमै हाम्रो आशा भरोसा राख्दछौँ प्रभु। तपाईँ हाम्रो गोठालो, तपाईँ हाम्रो चट्टान हुनुहुन्छ प्रभु। तपाईँ हाम्रो लुक्ने धरहरा हुनुहुन्छ प्रभु। तपाईँमा नै हामी शरण लिँदछौँ। धन्यवाद छ आजको दिन अनि सम्पूर्ण हाम्रो मण्डली परिवारलाई तपाईँको हातमा राख्दछौँ प्रभु। सहायता गर्नुभएको होस् येशू ख्रीष्टको नाममा, आमेन। हुन्छ हामी यस समय आफ्नो स्थानमा खडा हुनेछौँ र हामी सबैजना मिलेर 304 नम्बरको कोरसलाई गाउनेछौँ। मेरो अघि अघि मलाई डोर्या हिँड्ने, मेरो आँसुलाई पुछी मलाई माया गर्ने। मेरो अघि अघि मलाई डोर्या हिँड्ने, मेरो आँसुलाई पुछी मलाई माया गर्ने। जय जयकार जय जयकार जय जयकार गर्छु येशू तिम्रो जय जयकार। प्रशंसा 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 गर्छु येशू तिम्रो प्रशंसा। महिमा 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 गर्छु येशू तिम्रो महिमा। तिमी हो मेरो गोठाला, तिमी हो मेरो सहारा, तिमी हो मेरो गोठाला, तिमी हो मेरो सहारा। हेर न हेर सृष्टिको सुन्दरता, यसलाई बनाउने प्रभुको महानता। धनी र गरिब दुवै मिलेर बन्न सक्छन् प्रभु धन्यवाद। हेर न हेर सृष्टिको सुन्दरता, खेतकालीहरू अन्न र बालीहरू, बादल वृष्टि र बतासहरू, खेतकालीहरू अन्न र
बादल वृष्टि र बतासहरू चराचुरुङ्गी उड्दै माथि आकाश छुँदा चराचुरुङ्गी उड्दै माथि आकाश छुँदा स्वर्ग नै पुगिदिन्छ मन मेरो हेर न हेर सृष्टिको सुन्दरता यसलाई बनाउने प्रभुको महानता धनी र गरिब दुवै मिलेर भन्न सक्छन् प्रभु धन्यवाद हेर न हेर सृष्टिको सुन्दरता अनौठा बाटोहरू जीवातुहरू उज्यालो दिन अनि रातहरू अनौठा बाटोहरू जीवातुहरू उज्यालो दिन अनि रातहरू असंख्य जातिहरू विभिन्न ऋतुहरू असंख्य जातिहरू विभिन्न ऋतुहरू उदेकले भरिन्छ यो मन मेरो गर न गर ईश्वरको प्रशंसा सम्पूर्ण हृदयले उपासना मान्छेको सबै भिन्नता मेटियो हेर उनको आँगनमा हेर न हेर सृष्टिको सुन्दरता परम प्रभु मेरो गोठालो परम प्रभु मेरो गोठालो मलाई केहीको काँचो छैन उहाँले मेरो पाइलाहरूलाई सिप्न दिनुहुन्न उहाँले मेरो पाइलाहरूलाई सिप्न दिनुहुन्न सुक्चैनको पानी छेउ डोर्याउनुहुन्छ सुक्चैनको पानी छेउ डोर्याउनुहुन्छ परम प्रभु मेरो गोठालो परम प्रभु मेरो गोठालो मलाई केहीको काँचो छैन उहाँले मेरो शिरलाई तेलले अभिषेक गर्नुहुन्छ उहाँले
हुनुहुन्छ मेरो कचौरा भरिएर पोखिँदछ मेरो कचौरा भरिएर पोखिँदछ परम प्रभु मेरो गोठालो परम प्रभु मेरो गोठालो मलाई केहीको खाँचो छैन साँच्चै नै प्रभु तपाईँ मात्र हाम्रो गोठालो हुनुहुन्छ प्रभु जसले हाम्रो पुकार सुन्नुहुन्छ अनि हाम्रो प्राणको रक्षा गर्नुहुन्छ प्रभु तपाईँलाई हामी हाम्रो सम्पूर्ण हृदयले हाम्रो प्राण आत्मा शरीरले धन्यवाद भन्दछौँ अनि तपाईँको नाउँलाई हामी धन्यको भन्दछौँ प्रभु धन्यवाद तपाईँलाई आकाश भन्दा उच्च छ नाम सागर भन्दा गहिरो छ प्रेम आसमान भन्दा विशाल अनुग्रह छ हाम्रो प्रभु येशूको यसैले गर्छौँ प्रशंसा गाउँछौँ महिमा उनै येशूको यसैले गर्छौँ प्रशंसा येशूको वाक्यले व्यक्त नहुने भन्नलाई शब्द नपुग्ने प्रेम आदिदेखि अहिलेसम्म समयले साँची दिएको प्रेम वाक्यले व्यक्त नहुने भन्नलाई शब्द नपुग्ने प्रेम आदिदेखि अहिलेसम्म समयले साँची दिएको प्रेम स्वर्ग छोडी आउनुभयो क्रुसैमा मर्नुभयो मृत्युलाई जित्नुभयो हामीलाई मुक्ति दिनलाई यसैले गर्छौँ प्रशंसा गाउँछौँ महिमा येशूको यसैले गर्छौँ प्रशंसा गाउँछौँ महिमा येशूको धन्यवाद छ प्रभु तपाईँलाई साँच्चै नै हाम्रो सम्पूर्ण जीवन प्रभु तपाईँकै हातमा राख्दछौँ हामी प्रत्येकलाई लिनुभएको प्रभु सहायता गर्नुभएको प्रभु साँच्चै नै हाम्रो आजको दिन अनि सम्पूर्ण सङ्गतिको भागलाई तपाईँकै हातमा राख्दछौँ धन्यवाद छ यीशु ख्रीष्टको नाउँमा आमेन तपाईँहरू बस्न सक्नुहुनेछ
हुन्छ यहाँहरू सम्पूर्णलाई सबजनाले भन्नुहोस् एकसाथमा जय मसी हुन्छ परमेश्वरलाई धन्यवाद भएको होस् यो सुन्दर बिहानीको निम्ति हुन्छ हामी सूचनाहरू सुन्नेछौँ होइन हाम्रो गएको इलेक्सनले गर्दाखेरि होइन त्यसपछि हाम्रो ट्राभलिङले गर्दाखेरि हाम्रो क्लासहरू चाहिँ भएको थिएन अनि तर सङ्गति चाहिँ भइरहेको थियो तपाईँहरू आउँदैन हुन्छ र हाम्रो गएको होइन समयमा चाहिँ क्लासहरू भएको थिएन र हाम्रो आउने हप्ताहरूमा दिनहरूमा चाहिँ हाम्रो क्लास हुनेछ त्यही भएर तपाईँहरू क्लासमा आउनु होला है हुन्छ क्लास आउनु होला र हाम्रो सोमबार र बिहिबार क्लास हुने गर्दछ अनि हाम्रो घरेलु सङ्गति मङ्गलबार हुने गर्दछ र हाम्रो योचोटिको घरेलु सङ्गति हाम्रो कमला आन्टी कहाँ गर्नेछौँ है सबजना कमला आन्टी कहाँ जानु होला आउनु होला र हाम्रो बुधबारको सङ्गति होइन त्यसपछि हाम्रो शनिबारको सङ्गति पनि भइरहेको छ र अरू केही सूचनाहरू छन् भने बरु हाम्रो पास्टर सन्तोषले तपाईँहरूलाई भन्नुहुने हुनेछ हुन्छ यस समय हामी ढिलो नगरिकन परिचयको वचनलाई हेर्नेछौँ हुन्छ तपाईँहरूले मसँगै उत्पत्ति 22 अध्यायको 14 पदलाई चाहिँ हेर्न सक्नुहुनेछ पल्टाउन सक्नुहुनेछ हुन्छ उत्पत्ति 22 को 14 तपाईँहरूले घरमा गएर होइन 1 देखि नै पढ्न सक्नुहुन्छ उत्पत्ति 22 को 1 देखि नै अनि तपाईँहरू अलिकति क्लियर होइन सन्देश चाहिँ तपाईँहरूले अझ बुझ्नुहुनेछ हुन्छ हामी उत्पत्ति 22 को 14 लाई हेर्नेछौँ है मेरो टिभीएस बाइबल हो अनि अब्राहमले त्यस ठाउँको नाम यहोवा इरे राखे यसकारण आजसम्म पनि परमप्रभुको पर्वतमा प्रबन्ध गरिनेछ भनी भनिन्छ आमेन हुन्छ यहाँनिर चाहिँ यहोवा इरे भनेर चाहिँ परमेश्वरको नामलाई चाहिँ उल्लेख गरिएको छ होइन अनि जसको चाहिँ अर्थ हुन्छ परमप्रभुले जुटाउनुहुन्छ अथवा परमप्रभुले देख्नुहुन्छ भन्ने चाहिँ हुँदछ होइन यो याहोवेको अर्थ चाहिँ पुरानो करारमा चाहिँ कति ठाउँमा चाहिँ यहोवा पनि भनिएको छ होइन तर खासमा चाहिँ हामी यसलाई ठ्याक्कै उच्चारण गर्दाखेरि चाहिँ हामी यावे भन्दछौँ होइन यावे भन्दछौँ तर कतिपय होइन त्यहाँनिर चाहिँ यहोवा भनिएको छ यहाँ यहोवा यहाँ त्यसरी नै यहाँ लेखिएको छ तर जे भने पनि उहाँको नाम चाहिँ यावे अथवा यहोवा परमेश्वर हुनुहुन्छ जसको अर्थ हुन्छ होइन उहाँको होइन यहोवा चाहिँ खासमा चाहिँ व्यक्तिगत नाम हो तर यिरे यहाँ जोडिरहेको छ यो यिरेको अर्थ चाहिँ परमप्रभुले चाहिँ जुटाउनुहुन्छ अथवा यहोवाले चाहिँ देख्नुहुन्छ भन्ने चाहिँ हुँदछ अनि यो यहोवा चाहिँ यो यावे चाहिँ परमप्रभुको पुरानो करारमा चाहिँ व्यक्तिगत नाम हो है अनि यहाँनिर चाहिँ अब्राहमले होइन परमेश्वरलाई चाहिँ याहोवे यिरे भनेर चाहिँ यहाँनिर चाहिँ उल्लेख गरेको हामी पाउँदछौँ होइन अनि यहाँनिर तपाईँहरूले 1 पददेखि हेर्नुहुन्छ भने यहाँनिर एउटा कथा छ कथा भन्दा पनि साँचो होइन घटना छ यहाँ परमेश्वरले चाहिँ अब्राहमलाई चाहिँ तिम्रो छोरा होइन जुन एकमात्र छोरा हो तिम्रो बुढेसकालमा जन्मेको छोरा होइन त्यसलाई चाहिँ मेरो निम्ति बलिदान गर भनेर चाहिँ भन्नुहुन्छ अनि त्यसपछि अब्राहम चाहिँ होइन आफ्नो छोरा बलिदान गर्नको निम्ति चाहिँ परमेश्वरको आज्ञा पालन गर्दछन् होइन र यो उनको निम्ति चाहिँ एउटा जाँच थियो होइन परमेश्वरको आज्ञा पालन गरेर चाहिँ इसाकलाई लिएर चाहिँ अब्राहम चाहिँ यहाँनिर चाहिँ बलि चढाउन चाहिँ हिँडेको हामी पाउँदछौँ होइन तर बलि चढाउन लाग्दाखेरि चाहिँ परमेश्वरले भन्नुहुन्छ अब्राहम रोक भनेर चाहिँ परमेश्वरले रोक्नुहुन्छ होइन र परमेश्वरले चाहिँ एउटा थुमा जुटाइदिनुहुन्छ मास्तिरतिर पदमा हेर्न सक्नुहुन्छ अनि त्यो थुमा चाहिँ इसाकको सट्टामा चाहिँ त्यहाँ बलिदान गरेको हामी पाउँदछौँ होइन अनि त्यही भएर चाहिँ यहाँ अब्राहमले त्यस ठाउँको नाम चाहिँ यहोवा यिरे राख्दछन् जसको अर्थ हुन्छ परमप्रभुले जुटाउनुहुन्छ भनेर चाहिँ हुन्छ अनि तपाईँले यहाँनिर होइन आजको वचन चाहिँ रहेको छ होइन परमेश्वर अथवा यहोवा यिरे नै भनौँ होइन यहोवा यिरे अथवा परमेश्वरले जुटाउनुहुन्छ भन्ने चाहिँ परमेश्वरको वचनको टपिक्स रहेको छ अनि यहाँनिर तपाईँले उत्पत्ति 22 को 8 मा हेर्नुहुन्छ भने चाहिँ अब्राहम चाहिँ होइन यहाँनिर परमेश्वरले भन्नुभयो लगत्तै उनी चाहिँ आफ्नो छोरालाई लिएर चाहिँ त्यहाँनिर चाहिँ बलिदान गर्न हिँडेका छन् र छोराले भन्दछन् इसाकले भन्दछन् होइन त्यहाँनिर चाहिँ होम बलिको पाठो चाहिँ कहाँ छ भनेर भन्दछन् अनि अब्राहमले यहाँ भन्दछन् कि मेरो छोरा होइन परमेश्वरले चाहिँ आफैले होम बलिको पाठो चाहिँ जुटाउनुहुन्छ अथवा उहाँले चाहिँ प्रबन्ध गरिदिनुहुन्छ भनेर चाहिँ यहाँ अब्राहमले चाहिँ भन्दछन् अनि त्यसको अर्थ चाहिँ अब्राहमसँग चाहिँ परमेश्वरले जुटाउनुभन्दा होइन अगाडि नै
होइन पूर्ण विश्वास थियो कि परमेश्वर चाहिँ जुटाउनुहुन्छ होइन मेरो छोरालाई चाहिँ मर्न दिनुहुन्न उहाँले चाहिँ जुटाउनुहुन्छ भन्ने पूर्ण विश्वास चाहिँ यहाँ अब्राहमसँग चाहिँ भएको हामी पाउँदछौँ होइन त्यस्तै विश्वास चाहिँ आज हामी तपाईँहरूसँग चाहिँ हुन आवश्यक छ जसरी अब्राहमले विश्वास गरे उनलाई थाहा थिएन होइन त्यहाँनिर चाहिँ थुमा अथवा त्यहाँनिर चाहिँ पाठो थियो भनेर थाहा थिएन अब्राहमलाई होइन तर उनलाई चाहिँ विश्वास गरे उनले चाहिँ पूर्ण विश्वास गरे कि परमेश्वरले अवश्य पनि जुटाउनुहुन्छ होइन उहाँले चाहिँ मेरो छोरालाई चाहिँ मर्न दिनुहुन्न भनेर चाहिँ होइन अन्तिम घडीसम्म उनले चाहिँ त्यहाँनिर होइन छुरी चाहिँ उठाइसकेका छन् मार्नको निम्ति तबसम्म पनि उनले चाहिँ विश्वास गरेको चाहिँ हामी पाउँदछौँ होइन त्यस्तै विश्वास चाहिँ होइन आज तपाईँ र हामीमा चाहिँ हुन आवश्यक छ होइन परमेश्वरले चाहिँ जुटाउनुहुन्छ होइन कारण उहाँको नाम चाहिँ यावे यिरे हो होइन हामी कुन परिस्थितिबाट गइरहेका छौँ होइन हामी कुन अवस्थामा छौँ हाम्रो हृदयको अवस्था होइन कस्तो छ होइन परमेश्वरले चाहिँ देख्नुहुन्छ होइन अथवा उहाँले चाहिँ जान्नुहुन्छ त्यही भएर परमेश्वरले चाहिँ जुटाउनुहुन्छ हाम्रो आवश्यकतामा हाम्रो समस्यामा हाम्रो चिन्ता फिक्रीहरूमा उहाँले चाहिँ बुझ्नुहुन्छ होइन उहाँले चाहिँ देख्नुहुन्छ र उहाँले चाहिँ प्रबन्ध गरिदिनुहुन्छ होइन हामीलाई के को खाँचो छ भनेर त्यही भएर होइन हाम्रो सम्पूर्ण जीवन चाहिँ हामी परमेश्वरमा राख्न सक्दछौँ होइन अथवा यहोवे यिरेमा चाहिँ हामी हाम्रो सम्पूर्ण जीवनलाई चाहिँ बिसाउन सक्दछौँ अनि तपाईँहरूले यहाँ उत्पत्ति 22को 2मा हेर्नुहुन्छ भने चाहिँ यहाँ परमेश्वरले चाहिँ होइन अब्राहमलाई चाहिँ आफ्नो एकमात्र होइन छोरा जसलाई चाहिँ तिमी प्रेम गर्दछौ त्यसलाई चाहिँ लगेर चाहिँ मोरिहा होइन देशमा गएर अथवा पर्वतमा गएर चाहिँ मेरो निम्ति बलिदान गर भन्नुहुन्छ होइन अनि परमेश्वरको पुत्र जुन येशू ख्रीष्ट हुनुहुन्छ होइन अनि उहाँ पनि परमेश्वर पिताको एकमात्र होइन प्रिय पुत्र हुनुहुन्थ्यो होइन जसले चाहिँ हाम्रो निम्ति चाहिँ क्रुसमा बलिदान गर्नुभयो अथवा परमेश्वरले चाहिँ हाम्रो पापको निम्ति प्रायश्चितको निम्ति चाहिँ आफ्नो पुत्रलाई चाहिँ बलिदान गर्नुभयो होइन यूहन्ना 3:16 भन्दछ परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र जन्माएको पुत्रलाई दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर उसले चाहिँ अनन्त जीवन पाओस् यूहन्ना 3:16 अनि त्यसरी नै होइन परमेश्वरले चाहिँ जसरी अब्राहमले चाहिँ आफ्नो एकमात्र प्रिय पुत्र प्रेम गरेको पुत्रलाई चाहिँ यहाँनिर बलिदान गर्न तयार भएका छन् त्यसरी नै होइन परमेश्वर पिताले होइन हाम्रो निम्ति चाहिँ येशू ख्रीष्टलाई चाहिँ जो चाहिँ एकमात्र उहाँको प्रिय पुत्र हुनुहुन्थ्यो हाम्रो पापको प्रायश्चितको निम्ति चाहिँ बलिदान गर्नुभयो होइन अनि उहाँले चाहिँ हाम्रो पापको निम्ति चाहिँ क्रुसमा चाहिँ रगत बगाउनु भयो अनि यहाँ उत्पत्ति 22:6 हेर्नुहुन्छ भने चाहिँ यहाँ इसाकले चाहिँ होइन आफ्नो बलिदानको निम्ति चाहिँ दाउरा बोकेर चाहिँ पहाडतिर चाहिँ हिँडिरहेका छन् होइन पछाडि आफ्नो ढाड पछाडि दाउरा बोकेर चाहिँ इसाकले चाहिँ त्यही दाउरामा चाहिँ ऊ चाहिँ जलिनु पर्नेछ अब उसलाई चाहिँ आगोले त्यहाँनिर चाहिँ जलिनु पर्नेछ तर त्यही दाउरा चाहिँ इसाकले यहाँ बोकेर चाहिँ पहाडतिर चाहिँ लागिरहेका छन् अनि येशू ख्रीष्टले पनि होइन हाम्रो पापको निम्ति होइन त्यो हाम्रो अधर्मको निम्ति चाहिँ त्यो क्रुसलाई बोकेर होइन त्यो काठलाई बोकेर चाहिँ उहाँ चाहिँ गलगथा पहाडमा जानुभयो होइन त्यहाँनिर चाहिँ रगत बगाउनु भयो उहाँले चाहिँ हाम्रो निम्ति कुट्टाइ होइन थुकै खानुभयो र उहाँ मर्नुभयो शरीरमा उहाँ मर्नुभयो र तर आत्मामा होइन परमेश्वर पिता कहाँ प्रायश्चित गर्नको निम्ति जानुभयो र उहाँ 3 दिनमा चाहिँ शरीरमा चाहिँ अथवा महिमित शरीरमा चाहिँ फेरि जीवित हुनुभयो होइन अनि उहाँ स्वर्ग जानुभएको छ अनि उहाँले चाहिँ हामीलाई आज फेरि होइन लिन आउने प्रतिज्ञा चाहिँ गर्नुभएको छ त्यसपछि तपाईँहरूले यहाँ उत्पत्ति 22:13 हेर्नुहुन्छ भने चाहिँ त्यहाँ परमेश्वरले चाहिँ थुमा जुटाउनु भएको छ होइन इसाकको सट्टामा चाहिँ इसाकको बलिदानको सट्टामा चाहिँ परमेश्वरले चाहिँ थुमा जुटाउनु भएको छ अनि येशू ख्रीष्टले पनि होइन हाम्रो सट्टामा चाहिँ क्रुसमा चाहिँ गएर मर्नुभयो होइन हामी चाहिँ नरक जानको निम्ति होइन हामी चाहिँ मर्नको निम्ति होइन त्यो आगोमा पोलिनको निम्ति हामी चाहिँ योग्यका थियौँ होइन तर येशू ख्रीष्ट चाहिँ हाम्रो सट्टामा चाहिँ त्यो क्रुसमा रगत बगाएर चाहिँ हाम्रो पापलाई चाहिँ क्षमा गर्नुभयो र आज चाहिँ हामी स्वर्गको नागरिक भएका छौँ होइन अनि यूहन्ना 1:29 भन्दछ संसारको पाप उठाइ लैजाने परमेश्वरको थुमा जो चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ होइन त त्यस्तो कुनै पनि पाप छैन जुन चाहिँ येशू ख्रीष्टले चाहिँ उठाइ लैजान सक्नुहुन्न तपाईँको जस्तो सुकै पाप अथवा तपाईँको अधर्महरू होइन तपाईँको समस्याहरू तपाईँको पीडाहरू तपाईँको खाँचोहरू तपाईँको बिरामीहरू चाहिँ परमेश्वरले चाहिँ देख्नुहुन्छ होइन उहाँले चाहिँ जान्नुहुन्छ उहाँले चाहिँ उठाइ लैजान सक्नुहुन्छ कारण उहाँको नाम चाहिँ यहोवे यिरे परमेश्वर हुनुहुन्छ त्यही भएर चाहिँ हाम्रो सम्पूर्ण जीवन परमेश्वरमा चाहिँ सुम्पन सक्दछौँ जसले चाहिँ हाम्रो वास्ता गर्नुहुन्छ होइन यदि तपाईँको त्यस्तो कुनै पाप होइन अवश्य पनि हामी मानिसहरूले देख्दैनौँ मैले पनि देख्दिनँ होइन तपाईँको छिमेकीले देख्दैन त्यस्तो कुनै पापहरू
हैन। तर परमेश्वरले चाहिँ देख्नुहुन्छ हैन तपाईँको पाप हैन कुनै अवस्थामा चाहिँ हैन हामीलाई लाग्न सक्ला हैन म चाहिँ हैन यसरी चाहिँ एकदमै हैन सेक्रेटमा चाहिँ यसरी गरिरहेको छु भनेर तपाईँहरूले लाग्न सक्ला। तर परमेश्वरले चाहिँ देख्नुहुन्छ, उहाँले चाहिँ जान्नुहुन्छ, कारण उहाँको नाम चाहिँ यहोवा यिरे परमेश्वर हो हैन। तपाईँसँग कुनै त्यस्तो पाप छ भने जुन म जान्दिनँ हैन, तपाईँको छिमेकीलाई थाहा छैन, तपाईँको श्रीमान श्रीमतीलाई पनि थाहा छैन हैन, त्यस्तो पाप तपाईँसँग छ भने हैन अहिले नै हैन मैले बोलिरहेको अवस्थामा चाहिँ तपाईँले त्यसलाई येशू ख्रीष्टमा राख्न सक्नुहुन्छ, त्यसलाई चाहिँ कन्फेस गर्न सक्नुहुन्छ, कारण हैन उहाँले त्यो पापलाई चाहिँ बोकेर चाहिँ लैजान सक्नुहुन्छ, अथवा उहाँले चाहिँ त्यो पापको निम्ति त्यो क्रुसमा चाहिँ रगत बगाइसक्नु भएको छ हैन। त्यही भएर त्यो पापमा तपाईँहरू नजिउनुहोस्, तपाईँहरू चाहिँ त्यसबाट चाहिँ पश्चाताप गर्नुहोस् हैन। परमेश्वरले त्यसमा पनि तपाईँलाई इनाम दिनुहुनेछ। पास्टर गणेशले एकचोटि हैन वचनबाट चाहिँ प्रचार गर्नुभएको थियो हैन। कहिलेकाहीँ हैन हामीलाई लाग्न सक्ला हैन हामीलाई चाहिँ हाम्रो पीडा हैन हाम्रो समस्या हैन हाम्रो चिन्ता फिक्री हैन एकदमै बोझ लाग्छ हैन, कसैलाई पनि थाहा छैन अथवा कसैले बुझ्दैन जस्तो लाग्छ हैन। मेरो श्रीमतीले अथवा श्रीमानले पनि मेरो पीडा हैन मेरो हृदयको भित्री अवस्था हैन मेरो हृदयमा चाहिँ के भइरहेको छ हैन पीडा भइरहेको छ त्यो सायद मेरो श्रीमानले श्रीमतीले बुझ्न नसक्लान् हैन, अथवा मेरो पास्टरले पनि हैन त्यो पीडालाई चाहिँ उनीहरूले चाहिँ थाहा नगर्न सक्लान् हैन, अथवा मेरो दाजुभाइले परिवारले हैन मेरो छोराछोरीले हैन मेरो बुबा आमाले त्यो पीडालाई चाहिँ उनीहरूले चाहिँ बुझ्न नसक्लान् हैन। तर येशू ख्रीष्टले चाहिँ त्यो पीडालाई चाहिँ बुझ्नुहुन्छ हैन, कारण उहाँको नाम चाहिँ यहोवा यिरे परमेश्वर हो, जसले चाहिँ देख्नुहुन्छ, जसले चाहिँ बुझ्नुहुन्छ, जसले चाहिँ प्रबन्ध गरिदिनुहुन्छ हैन। त्यही भएर तपाईँहरूको जीवनमा कुनै समस्या छ भने, कुनै चिन्ता फिक्री छ भने, कुनै हैन कुराको खाँचो छ भने चाहिँ परमप्रभुको पर्वतमा चाहिँ जानुहोस् हैन। परमप्रभुको पर्वतमा जानुहोस् जहाँ चाहिँ प्रबन्ध गरिनेछ हैन। त्यहाँ त्यस्तो कुनै हैन कुराहरू छैनन् जुन चाहिँ परमेश्वरले प्रबन्ध गर्नुहुन्न हैन। उहाँको इच्छाअनुसार उहाँको वचनअनुसार परमेश्वरले चाहिँ अवश्य पनि प्रबन्ध गरिदिनुहुनेछ। त्यही भएर चाहिँ तपाईँलाई खाँचोको अवस्था छ भने, तपाईँको समस्या, तपाईँको पीडमा, तपाईँको निराशापनमा तपाईँलाई यदि खाँचो क्षमाको खाँचो छ भने, तपाईँको टुटेको हृदय छ भने, तब तपाईँको आर्थिक समस्या छ भने पनि परमेश्वरमा चाहिँ जानुहोस् हैन। परमेश्वरले चाहिँ जुटाउनुहुन्छ, उहाँले चाहिँ देख्नुहुन्छ, उहाँले चाहिँ प्रबन्ध गरिदिनुहुन्छ, कारण उहाँको नाम चाहिँ यहोवा यिरे परमेश्वर चाहिँ हुनुहुन्छ। आमेन। यो समय हामी भेटीको वचन सुन्नेछौँ। जय मसीह सबैलाई। प्रभुलाई धन्यवाद होस् यो समयको लागि। सन्चै हुनुहुन्छ नि त? बोल्नुहुन्न त? भजन सङ्ग्रहको 24:1 पदले भन्छ कि पृथ्वी र यसको भरिपुरी परमप्रभुकै हुन्, संसार र यसमा बस्नेहरू पनि, किनकि उहाँले समुद्रमाथि यसको जग बसाल्नु भएको छ र पानीमाथि यसलाई स्थापित गर्नुभएको छ। आमेन। यहाँ दाउदले के भन्दैछन् भन्दाखेरि हामी यो संसारमा जति पनि हाम्रा आँखाको दृष्टिकोणले हामी जति पनि देख्छौँ, जति हामी हेर्दैछौँ, देखिरहेका छौँ, यी सबै कुराहरू चाहिँ कसले बनाएको अरे? परमेश्वरले, परमप्रभुकै हुन्। यी सबै कुराहरू यथावत थोकहरू चाहिँ परमप्रभुकै हुन् र संसार र यसमा बस्नेहरू पनि भन्ने छ। जति पनि हामी संसारमा बसिरहेका छौँ, संसारमा बसोबास गर्ने मानिसहरू छौँ, यी सबै कुरा परमेश्वरकै हुन्। हामी आर्थिक कुरामा आएका छौँ अनि आर्थिक हामी दिने विषयमा हामी हेर्न गइरहेका छौँ अनि दिने विषयमा हामी तपाईँले दोस्रो कोरिन्थीको पुस्तक 8:9 हेर्नुभयो भने त्यहाँ दिने विषयमा पावलले राम्ररी लेखेका छन् र छोटो कुरा चाहिँ मैले सन्दर्भ जोड्ने विषयमा चाहिँ के भन्नु भन्दाखेरि हामी सबै कुरा परमेश्वरकै हुन् हैन, सबै कुरा परमेश्वरबाट आएका हुन् भन्ने कुराहरू मैले सन्दर्भमा बताएँ। र हामी एउटा खण्डलाई हेर्नेछौँ। मसँग तपाईँहरूले दोस्रो कोरिन्थी 8 हामी 3 र 4 पद हामी हेर्नेछौँ।
अनि 9 पदलाई पनि हेर्नेछौँ। त्यस पछाडि भेट उठाउनेछौँ है त। किनकि म गवाई दिन्छु आफ्नो क्षमता अनुसार क्षमताभन्दा पनि बढी दिनलाई उनीहरूले आफै आफ इच्छुक भए यो दान ग्रहण गर्नुहोस् र पवित्र जनहरूको सेवा गर्ने काममा सहभागी हुनुहोस् भन्दै उनीहरूले हामीलाई साह्रै आग्रह गरी बिन्ती गरे। अनि हामीले जस्तो आशा गरेका थियौँ त्यस्तै मात्र होइन, तर पहिले उनीहरूले आफैलाई प्रभुलाई दिइहाले र त्यसपछि परमेश्वरको इच्छाद्वारा हामीलाई दिए। यहाँ सन्दर्भ चाहिँ के छ भन्दाखेरि हामीले कसरी परमेश्वरलाई बलिदानात्मक होइन बलिदान रूपमा परमेश्वरलाई हामीले दिने विषयमा चाहिँ यहाँ पावलले लेखिरहेका छन् होइन। हामीले जसरी हामीले पृथ्वीमा जे छर्छौँ त्यो स्वर्गमा पनि छरिनेछ, हामी यो पृथ्वीमा जे रोप्छौँ हामी स्वर्गमा पनि त्यही रोपिनेछ भनेर बाइबलले भन्दछ। तपाईँले दोस्रो कोरिन्थीकै 8 अध्यायको 9 को 6 पदमा हेर्नुभयो भने त्यहाँ कसरी दिने विषयमा लेखिएको छ होइन। अनि जब हामी सबै स्रोतहरू चाहिँ परमेश्वरबाट आउँछ भने हामी परमेश्वरलाई दिनुपर्छ। यहाँ के भन्छ, परमेश्वरको सेवाको लागि सहभागीको लागि भनेको छ। हामीले परमेश्वरको सेवाको लागि उहाँको सहभागीको लागि हामी दिन्छौँ। अनि परमेश्वरले हामीलाई क्षमताभन्दा पनि बढी दिन चाहनुहुन्छ। जब हामी परमेश्वरलाई दिन्छौँ भने हामीलाई परमेश्वरले अटोमेटिक हामीलाई परमेश्वरले त्यो क्षमताभन्दा पनि बढी दिन चाहनुहुन्छ। अनि हामीले तल 7 पदमा हेर्दै गयौँ भने यसकारण जसरी तिमीहरू हरेक कुरामा विश्वासमा वचनमा ज्ञानमा सबै प्रकारको यत्नमा र हामीतर्फको आफ्नो प्रेममा प्रशस्त छौ उसरी नै यस अनुग्रहमा पनि तिमीहरू प्रशस्त हौ। अनि जब हामी परमेश्वरको वचनमा उहाँको ज्ञानमा उहाँको विश्वासमा अनि सबै कुरामा यत्नसँग भनेको छ होइन, यत्नमा हामीतर्फको आफ्नो प्रेम प्रशस्त छौँ उनीहरू नै यस अनुग्रहमा पनि प्रशस्त हो। हामीलाई परमेश्वरले जुन अनुग्रह हामीलाई दिनुभएको छ होइन, जुन अनुग्रहमा हामी अहिले यहाँ रहिरहेका छौँ अनि हामीलाई परमेश्वरले अझै पनि प्रशस्त अनुग्रह दिइराख्नुहुन्छ। अनि 9 पदले भन्छ किनकि तिमीहरू हाम्रो प्रभु येशू ख्रीष्टको अनुग्रह जान्दछौ, उहाँको गरिबीद्वारा तिमीहरू धनवान हौ भनेर उहाँ धनवान भएर पनि तिमीहरूको निम्ति गरिब हुनुभयो। हाम्रो परमेश्वर आज हामीलाई होइन विश्वास दिनको निम्ति आज धनवान हुनको लागि हामी परमेश्वरको अनुग्रह जान्दछौँ। अनि उहाँ गरिब भएर एउटा जन्मनुभयो, उहाँ धनवान भएर पनि उहाँ हाम्रो निम्ति गरिब हुनुभयो भन्ने कुरा हामी बाइबलमा स्पष्ट रूपमा पाउँछौँ। अनि तपाईँले म 15 पदमा हेर्नुभयो भने जसले धेरै बटुल्यो उसको धेरै उम्रे, जसले थोरै बटुल्यो उसलाई केही घटी भएन। अनि मैले सन्दर्भमा जोड्दै गर्दाखेरि परमेश्वरले हामी विश्वासीहरूको निम्ति दिनुहुन्छ। जब हामी उहाँलाई दिन्छौँ भने परमेश्वरले हामीलाई दिनुहुन्छ। अनि दिने विषयमा चाहिँ हामीले कहिले पनि सङ्कल्प गर्नु हुँदैन, कहिले पनि हामीले मनमा होइन सङ्कल्प नगरिकन हामी दिन्छौँ। हामी यो एउटा खण्डलाई पनि हेरौँ न होइन, यो खण्डलाई मैले अघि बताएको थिएँ, यसलाई पनि 9 अध्यायको हामी 6 पदलाई चाहिँ हामी हेर्नेछौँ। अनि त्यस पछाडि हामी भेटी उठाउनेछौँ है त। ल यहाँ के भन्छ 9 को 6 पदमा, तर म यो भन्दछु, पावलले अझै पनि भनिरहेछन्, जसले थोरै छर्छ त्यसले धेरै कटनी पनि गर्नेछ, तर जसले धेरै छर्छ त्यसले धेरै नै कटनी पनि गर्नेछ। हरेकले आफ्नो हृदयमा जस्तो सङ्कल्प गर्छ त्यस्तै देओस्, चित्त दुखाउँदै होइन, न त करकापमा परेर नै, किनभने हर्षसाथ दिनलाई परमेश्वरले प्रेम गर्नुहुन्छ अनि सधैँभरि सबै कुरामा पुरा भरिभराउ भएर हरेक असल कामको लागि तिमीहरू भरपुर हौ भनेर तिमीहरूलाई सबै अनुग्रह प्रशस्त गरिदिनलाई परमेश्वर सामर्थी हुनुहुन्छ। आमेन। हाम्रो परमेश्वर जहिले पनि सामर्थी हुनुहुन्छ है। अनि त्यही भएर हामीले मनमा सङ्कल्प नगरिकन हामी जति छ हामी परमेश्वरलाई हामी दिनेछौँ। आमेन। हुन्छ, जय मसीह।
यस समय भेटीको समय हो, हामी यस समय भेटी उठाउनेछौँ। परम प्रभुले छुट्याउनुहुन्छ यहोवे इरे जब खाँचो भयो बलिदानको हाम्रो पापको लागि, तब स्वर्गबाट उहाँले छुट्याउनु भो काठो। परम प्रभुले छुट्याउनुहुन्छ यहोवे इरे जब मैले भने मेरो घटी गमी उहाँलाई, तब स्वर्गबाट उहाँले पुर्याउनु भो काठो। परम प्रभुले छुट्याउनुहुन्छ परम प्रभुले छुट्याउनुहुन्छ गरियो माथे भाडामा पिठो। परम प्रभुले छुट्याउनुहुन्छ संसारमा अनाज चुलामाको, भोकोलाई भोजन नाङ्गोलाई वस्त्र, विधवालाई सहारा अनाथलाई अङ्गालो। परम प्रभुले छुट्याउनुहुन्छ। आमेन। यस समय हामी प्रार्थना गरौँ। प्रभु, हामी तपाईँलाई धन्यवाद दिँदछौँ आजको यस सङ्गतिलाई तपाईँले सहायता गर्नुभएको छ। हामीले जुन भेटीहरू उठाएका छौँ ती सम्पूर्ण दिने हातहरूमा तपाईँले अझ प्रशस्त गरी आशिष दिनुभएको छ प्रभु। अनि जुन वचन हामीले सुन्न गइरहेका छौँ त्यस वचनलाई पनि तपाईँले आशिष गर्नुभएको छ। धन्यवाद छ। सम्पूर्ण बिन्ती प्रार्थना तपाईँकै हातमा राख्दछौँ यीशु ख्रीष्टको नाउँमा, आमेन। सबैलाई जय मसी। आज हामीले सङ्गति ढिलो सुरु गऱ्यौँ क्या हो 8:40 भइसकेको छ। हुन्छ, तपाईँहरूलाई स्वागत छ आजको सङ्गतिमा। हामी वचनमा जानेछौँ ढिलो नगरिकन। सायद सम्भवतः हामी केही कुराहरूलाई अवश्य पनि हेर्नेछौँ। हुन्छ, हामी आज एकताको विषयमा केही कुराहरूलाई हेर्नेछौँ। एफएससी 4 अध्यायको 1देखि 6 पदलाई म पढिदिनेछु। अनि त्यस पछाडि अरू थुप्रै खण्डहरू पनि हेर्नेछौँ। हामीलाई समयले कतिसम्म साथ दिन्छ। हुन्छ, एफएससी 4 अध्यायको 1देखि 6 पदमा यस्तो लेखेको छ, यसकारण म प्रभुको कैदी तिमीहरूलाई बिन्ती गर्दछु, जुन बोलावटले तिमीहरू बोलाइएका छौ त्यसैको योग्य चालमा हिँड, सबै दीनता र नम्रता साथ सहनशीलतासित प्रेमले एकअर्कालाई सह, मेलमिलापको बन्धनमा आत्माको एकता कायम राख्ने प्रयत्न गर। एउटै शरीर छ, एउटै आत्मा, जसरी तिमीहरू पनि तिमीहरूको बोलावटको एउटै आशामा बोलाइएका छौ, एउटै प्रभु, एउटै विश्वास, एउटै बक्तिस्मा, सबैका एउटै परमेश्वर र पिता हुनुहुन्छ, जो सबैमाथि, सबैद्वारा र तिमीहरू सबैमा हुनुहुन्छ। आमेन। कतिजनाले सुन्नुभयो मैले पढेको? सुन्नुभयो? मैले सोधेँ भने भन्न सक्नुहुन्छ? चेरिसले हुँ भन्दैछ होला। हुन्छ, त्यही भएर वचन म यहाँ पढ्दाखेरि हजुरहरूले ध्यान दिएर सुन्नुहोस् भनेर
म तपाईँहरूलाई बारम्बार भन्ने गर्दछु होइन। अनि आज हामी केही कुराहरू एकताको विषयमा हेर्नेछौँ। यसो याद गर्नुहोस् त, एउटा मण्डलीमा एकता भएन भने कस्तो हुन्छ होला। अनि एउटा स्थानीय मण्डलीमा त्यहाँनिर चाहिँ विश्वासी बिच होइन, अनि लिडरहरू पास्टर अगुवाहरू बिच अनि एकता भएन भने त्यो मण्डली कस्तो हुन्छ होला। यसो याद गर्नुहोस् त, तपाईँले कहिले सोच्नु भएको छ? त्यही भएर एकता चाहिँ अत्यन्तै महत्त्वपूर्ण हो। यो एकता चाहिँ संसारको जस्तो एकता होइन। अनि आज संसारका मानिसहरूको दृष्टिकोण चाहिँ फरक छ एकताको विषयमा होइन। उनीहरू संसारका मानिसहरू कसरी एकता हुन्छन् यसो याद गर्नुहोस् त। उनीहरू धनी एक हुन्छन् होइन, अनि खाने एक हुन्छन् होइन। अहिले नेपालमा चाहिँ इलेक्सन आएको छ, त्यहाँ आफ्नै एकता छ होइन, पार्टीको एकता छ होइन, विभिन्न किसिमका। यो चाहिँ संसारको दृष्टिकोण होइन, संसारको सोच हो होइन। तर बाइबलीय एकता चाहिँ यस्तो एकता होइन। बाइबलीय एकता कहिले पनि बाइबलीय एकतामा कहिले पनि होइन यो संसारिक दृष्टिकोण चाहिँ कहिले पनि घुलमिल हुँदैन। होइन यो बाइबलको एकतामा, अनि यो बाइबलले जुन एकताको विषयमा बताउँदछ, अनि यो एकतामा चाहिँ संसारिक दृष्टिकोण कहिले पनि घुलमिल हुँदैन। यसमा होइन देश समावेश हुँदैन होइन, यसमा जात समावेश हुँदैन होइन, यसमा धनी गरिब भन्ने कुराहरू समावेश हुँदैनन् होइन, यसमा मन मिल्ने समावेश हुँदैन। अनि कतिपय अवस्थामा मन मिल्ने मात्रै एक हुने प्रचलन छ, अनि यो समावेश हुँदैन। अनि थुप्रै कुराहरू होइन। तर बाइबलले चाहिँ भन्छ बाइबलीय एकता चाहिँ फरक एकता हो होइन। यस विषयमा हामी केही कुराहरू आज हामी हेर्नेछौँ। त्यही भएर एफिसी 4 अध्यायको 1देखि 6 पदमा हामीले थुप्रै कुराहरू यहाँ हामी पढ्न सक्छौँ। यहाँ पावलले चाहिँ के भन्दैछन् भन्दाखेरि 4 पदमा तपाईँले गएर हेर्नुहुन्छ भने 3 पदमा कि एकता चाहिँ कायम गर भनेर यहाँ भनेको छ। एकता कायम गर भन्नु मतलब एकता पहिल्यै छ होइन, पहिला नै एकता छ होइन, एकता पहिल्यै निर्माण गरिएको छ, एकता पहिल्यै नै त्यहाँ चाहिँ राखिएको छ। तर हामी विश्वासीहरूको कार्य चाहिँ अब यो एकतालाई चाहिँ हामीले कायम राखिराख्नु पर्छ। कतिपय अवस्थामा हामी यो एकतालाई छोडिदिन्छौँ, कतिपय अवस्थामा हामी यो एकतालाई त्यागिदिन्छौँ, अनि कतिपय अवस्थामा हामी यो एकतालाई अलग फालिदिन्छौँ होइन। तर बाइबलले भन्छ कि स्थानीय मण्डलीमा चाहिँ हरेक विश्वासीको होइन कर्तव्य छ, हामी हरेकले चाहिँ होइन एकतालाई चाहिँ कायम राखिराख्नु पर्दछ, समय राख्नु पर्दछ होइन, एकतामा रहिराख्नु पर्दछ। यो अत्यन्तै महत्त्व। आफ्नो मण्डलीमा एकता सुरक्षित राख्ने काम चाहिँ होइन विश्वासीहरूको होइन। अनि मण्डलीमा एकता कायम राख्नु चाहिँ अत्यन्तै महत्त्वपूर्ण छ। तपाईँले याद गर्नुहोस् त, यसो सोच्नुहोस्, मैले तपाईँलाई अघि नै सुरु भने होइन एउटा स्थानीय मण्डलीमा एकता भएन भने अनि त्यो मण्डली कस्तो हुन्छ होला। जस्तै उदाहरणको लागि अनि यो शरीरको उदाहरण दिउँ। अनि यो शरीरले चाहिँ यो हातले चाहिँ होइन म शरीरको होइन होइन, म यो शरीरको होइन, म त बेग्लै हो होइन भनेर यो हातदेखि यो शरीरदेखि हात अलग भयो भने कस्तो हुन्छ होइन। यो हात र यो खुट्टा मिलेन भने कस्तो हुन्छ। तपाईँले यसो सोच्नुहोस् त, तपाईँको यो दुईवटा हात र यो दुईवटा खुट्टा मिलेन, उनीहरू एक भएनन् भने यो शरीरले कहिले पनि कार्य गर्न सक्दैन। अनि यो आँखाले जुन हेर्छ, यो आँखा र होइन यो कान एक भएनन् भने विचार गर्नुहोस् त होइन, हेर्नै मात्रै तर सुनेनन् भने के हुन्छ होला होइन। होइन सबै कुरा। त्यसकारण बाइबलले चाहिँ के भन्छ, हामी हरेक विश्वासीहरूले चाहिँ एकतालाई चाहिँ कायम गर्नु चाहिँ अत्यन्तै महत्त्वपूर्ण छ। हामी हरेक विश्वासीहरू चाहिँ एकतामा रहनु चाहिँ आवश्यक छ। आज दुःख लाग्दो कुरा, धेरै मण्डलीहरूमा विभाजनका कुराहरू छन् अनि एकता भन्दा पनि गुटका कुराहरू, फुटका कुराहरू होइन। यी कुराहरू चाहिँ होइन परमेश्वरबाट आएका कुराहरू होइन, अनि यिनीहरू चाहिँ शैतानी कुराहरू हुन्। शैतानले जहिले पनि विभाजन चाहन्छ नि। यो विषयमा हामी अलिक तलतिर आउनेछ। तर परमेश्वरले चाहिँ होइन हामी हरेक विश्वासीहरू एकतामा रहेको चाहनुहुन्छ होइन। हामी एकतामा रहेको, यहाँनिर 3 पदले 2-3 पदले यही कुरा भन्छ होइन। सबै दीनता, नम्रता, सहनशीलतासित प्रेमले एकअर्कालाई अनि मेलमिलापको बन्धनमा आत्माको एकता होइन कायम राख्ने प्रयत्न गर भनेर यहाँनिर लेखेको हामीले देख्न सक्दछौँ। अनि हाम्रो एकता चाहिँ यस्तो होस् जुन चाहिँ त्रिएक परमेश्वरसँग छ। याद गर्नुहोस् त, त्रिएक परमेश्वरको विषयमा तपाईँले कहिले सुन्नुभएको छ होइन। हामी त्रिएक परमेश्वरमा विश्वास गर्छौँ, पिता परमेश्वर होइन, पुत्र परमेश्वर, पवित्र आत्मा परमेश्वर होइन। उहाँहरू एक परमेश्वर हुनुहुन्छ
र उहाँहरू भनौँ न उहाँहरूको कार्य चाहिँ जहिले पनि फरक फरक छ। तपाईँले याद गर्नुहोस् त, पिताले जहिले नि योजना बनाउनुहुन्छ होइन, पुत्रले जहिले पनि त्यो योजनालाई कार्यान्वयन गर्नुहुन्छ, त्यो पुरा गर्नुहुन्छ, अनि पवित्र आत्माले जहिले पनि होइन त्यो पुत्रको कार्यलाई देखाउनुहुन्छ। उहाँहरूको कार्य फरक फरक छ होइन, उहाँको व्यक्तित्व फरक फरक छ, तर उहाँहरू तिनैजना चाहिँ परमेश्वर हुनुहुन्छ। हामी त्रिएक परमेश्वर भन्छौँ। उहाँमा चाहिँ एउटै सार छ, एउटै गुण छ, एउटै स्वभाव छ। पवित्र आत्मा पनि सर्वज्ञानी हुनुहुन्छ, परमेश्वर पुत्र पनि सर्वज्ञानी हुनुहुन्छ, पिता परमेश्वर पनि सर्वज्ञानी हुन्छ, अनि त्रिएक परमेश्वर हुनुहुन्छ। अनि जसरी उहाँहरूको त्यो एकता छ, आज हामी हरेक विश्वासीसँग पनि अनि यस्तै एकता हुन आवश्यक छ। यस्तै एकता होइन, यस्तै एकता हुन आवश्यक छ। होइन, पिता बिना पुत्र हुनुहुन्न होइन, उहाँहरू अलग हुनै सक्नुहुन्न। याद गर्नुहोस् त, हामी पुत्रलाई पिता र पवित्र आत्माबाट अलग पार्न सक्दैनौँ। अनि त्यस्तै हामी विश्वासीहरू पनि हाम्रो हरेक समयमा अनि हामीमा चाहिँ यो एकता भएको चाहन्छ। तपाईँले याद गर्नुहोस् त, पहिलो मण्डलीको सुरुवातीहरूमा प्रेरितको पुस्तक पढ्नु भयो भने देख्न सक्नुहुन्छ, त्यहाँ 32-33 पददेखि अरू प्रेरितको पुस्तकमा पढ्दै पढ्दै जानुहुन्छ, त्यहाँ के लेखेको छ भन्दाखेरि सुरुका विश्वासीहरूसँग चाहिँ एउटै प्राण एउटै मनका थिए भनेर त्यहाँ बारम्बार लेखिएका छ। उनीहरू चाहिँ एउटै मनका थिए होइन, एउटै प्राणका थिए होइन, एउटै मनका एउटै प्राणका होइन। यो विषयमा पनि हामी अलिक तलतिर आउनेछौँ। त्यही भएर हामी हरेक विश्वासीहरूसँग पनि अनि यस्तै स्वभाव चाहिँ हुन आवश्यक छ। अनि यस्तै स्वभाव अनि एउटै मनको अनि एउटै प्राणको हामी हुन आवश्यक छ होइन। अनि यो चाहिँ अत्यन्तै सुन्दर हुन्छ। त्यही भएर हामी एकतामा रहेको परमेश्वरले होइन हामीबाट चाहनुहुन्छ। तर हामी एकताको विषयमा पढ्दै गर्दाखेरि सुन्दै गर्दाखेरि हामीले यो कुरालाई पनि बुझौँ कि शैतानले चाहिँ कहिले पनि एकतालाई मन पराउँदैन। कहिले पनि शैतानले एकतालाई मन पराउँदैन। जतिसक्दो उसले विभाजन ल्याउन चाहन्छ, फुट ल्याउन चाहन्छ होइन। हामी हरेक विश्वासीलाई यसरी एक भएर एउटै शरीरमा टम्म मिलेर बसेको उसले चाहँदैन होइन, जसको कारणले गर्दाखेरि उसले चाहिँ होइन विभाजन ल्याउँदछ। विभाजन होइन, एकताको विपरीतार्थ विभाजन हो होइन, फुट हो होइन। याद गर्नुहोस् त, शैतानले जहिले पनि होइन उसले चाहिँ विभाजन ल्याइदिन चाहन्छ, विभाजन। तर हामी चाहिँ एकतामा रहनु चाहिँ अत्यन्तै महत्त्वपूर्ण छ होइन। जस्तै शैतानले विभाजन ल्याउन चाहन्छ होइन, अनि विभाजन ल्याउँदाखेरि उसले सबभन्दा पहिला के गर्छ भन्दाखेरि चाहिँ उसले चाहिँ हृदयलाई चाहिँ विभाजन गर्न चाहन्छ होइन। तपाईँले होसिया 10को 2 पदमा गएर पढ्नुहुन्छ भने त्यहाँ देख्न सक्नुहुन्छ होइन, उनीहरूको हृदय चाहिँ बाडिएको भन्ने शब्द त्यहाँ लेखिएको छ। अनि जहिले पनि शैतानले चाहिँ विभाजन ल्याउनको निम्ति सबभन्दा पहिला चाहिँ उसले चाहिँ हृदयलाई चाहिँ विभाजन गर्न थाल्दछ। अनि मेरो हृदयमा होइन, मेरो मनमा होइन केही सोचहरू उसले हालिदिन सक्छ होइन। मण्डलीमा एकता कायम राख्नुपर्ने ठाउँमा, एकतामा रहनुपर्ने ठाउँमा अनि म कसैप्रति नेगेटिभ हुन थाल्दछु अनि मेरो मनमा विभाजनको कुराहरू आउँदछ बिस्तारै बिस्तारै होइन, बिस्तारै बिस्तारै होइन। सायद उसले राम्रै गरिरहेको होला होइन, सायद उसले मलाई राम्रै भनिरहेको होला, तर अब बिस्तारै मलाई होइन ऊ मन पर्न छोड्छ होइन, उसलाई घृणा गर्न उसले राम्रो भनेको कुरा नराम्रो लाग्न थाल्छ। अनि बिस्तारै बिस्तारै अनि जब हामी त्यो हाम्रो मन चाहिँ सबभन्दा पहिला त्यही भएर मन विभाजन गर्न चाहन्छ, हृदय चाहिँ विभाजन गर्न चाहन्छ शैतानले होइन। एकअर्का बिचको कुरा नमिल्ने होइन, विभिन्न किसिमका कुराहरू ल्याइदिएर अनि बिस्तारै हामी यसलाई ठाउँ दिँदै जान्छौँ, यसलाई छिनोफानो गर्नुको साटो होइन। अब हामी यसलाई चाहिँ झन् बढाइदिँदै जान्छौँ भने एक दिन चाहिँ शैतानले चाहिँ तपाईँ र मलाई यो मनदेखि सुरु गरेको विभाजन तपाईँ र मलाई पूर्व र पश्चिम फर्काइदिने बनाइदिन सक्छ होइन। त्योभन्दा पहिला हामी चाहिँ महजोडी भने जस्तै होइन, एकदमै होइन नजिक थियौँ, घनिष्ठ थियौँ। तर बिस्तारै शैतानले चाहिँ हाम्रो मनमा चाहिँ थोरै थोरै कुराहरू चाहिँ होइन विभाजनका कुराहरू हालिदिन्छ। यदि हामीले यसलाई ठम्म्याउन सकेनौँ होइन, यदि हामी यसलाई चाहिँ ठम्म्याएर यसलाई हामीले छिनोफानो गर्न सकेनौँ भने अनि बिस्तारै बिस्तारै तपाईँलाई थाहा छ अनि शैतानले चाहिँ तपाईँ र मलाई अत्यन्तै नजिकको मेरो विश्वासी दाजुभाइसँग पनि, अत्यन्तै नजिकको मेरो होइन पास्टरको सम्बन्धसँग पनि, अत्यन्तै नजिकको मेरो अगुवाहरूको सम्बन्धसँग पनि उसले चाहिँ मलाई चाहिँ अत्यन्तै पूर्व पश्चिम जतिकै टाढा फर्काइदिन सक्दछ। यो सम्भव छ प्रिय मित्रहरू। त्यही भएर हामीले यो शैतानको विभाजनलाई बुझौँ होइन। उसले कहिले पनि मण्डलीमा एकता भएको चाहँदैन।
होइन सानो सोच हालिदिन्छ सुरुमा अनि त्यो सानो सोचलाई चाहिँ हामी विकास गर्दै जान्छौँ विकास गर्दै जान्छौँ अन्तिममा अनि फाटो ल्याउँदछ होइन हामीमा विभाजन ल्याउँदछ अनि यो कुरालाई चाहिँ हामीले बुझ्न आवश्यक छ तर परमेश्वरले कहिले पनि होइन यो विभाजन चाहनुहुन्न यो फाटो चाहनुहुन्न त्यही भएर हामी विश्वासीहरू जति सक्दो चाहिँ एउटा इँटामाथि एउटा इँटा होइन हामी मण्डली चाहिँ एउटा आत्मिक भवन हो नि त होइन एउटा इँटामाथि अर्को इँटा एउटा इँटामाथि अर्को इँटा चाहिँ केले चाहिँ जोडेर राख्दछ अरे सिमेन्टले त्यो मसला घोलिएको सिमेन्टले मसला भन्छन् होइन मिस्त्रीहरूले त्यस्तै हामी विश्वासीमा हाम्रो क्रिस्चियन सम्बन्धहरूमा पनि हो त्यहाँ केही कुराहरू हुन सक्लान् केही कुराहरू हाम्रो जीवनमा आउन सक्लान् हामीलाई फुट बनाउनको निम्ति हामीलाई विभाजन गर्नको निम्ति होइन हामीमा त्यो सोचहरू शैतानले हालिदिन सक्ला तर यदि हामीसँग चाहिँ त्यो मसला त्यो प्रेम अनि त्यो मसला चाहिँ प्रेम हो बाइबलले भन्छ अनि त्यो यदि हामी एकअर्का बिच चाहिँ त्यो अगाप्य प्रेमले अनि एकअर्कालाई प्रेम गर्छौँ भने अनि त्यो प्रेमद्वारा हामी जोडिन्छौँ भने सायद जतिसुकै जे आए तापनि हामीलाई चाहिँ फुटाउन सक्दैन हामीलाई चाहिँ अन्त्य लान सक्दैन हामीलाई होइन विभाजन गर्न सक्दैन कारण थाहा छ बाइबलले भन्छ प्रेमको विषयमा चाहिँ अत्यन्तै महत्त्वपूर्णसँग सिकाएको छ होइन प्रेमले एकअर्कालाई प्रेम गर्ने कुराहरू होइन प्रेमले चाहिँ होइन असङ्ख्य पापहरूलाई ढाकिदिन्छ होइन बाइबलमा भनेको छ होइन जतिसुकै पापहरू होस् त्यो प्रेमले चाहिँ ढाकिदिन्छ होइन क्षमा गर्छ होइन प्रेमले चाहिँ एकअर्कालाई क्षमा गर्छ प्रेमले एकअर्कालाई अनुग्रह गर्छ प्रेमले एकअर्कालाई दया गर्छ प्रेमले एकअर्कालाई सहायता गर्छ प्रेमले एकअर्कालाई होइन थुप्रै कुराहरू हामी भन्न सक्छौँ त्यही भएर हामी हरेक विश्वासीहरू प्रेममा रहन आवश्यक छ जति तपाईँ र म एकअर्का विश्वासीहरू होइन प्रेममा रहन्छौँ अनि त्यो अगाप्य प्रेमले अनि हामी एकअर्कालाई बाँध्छौँ होइन विवश पारिन्दछौँ होइन अनि हामी चाहिँ त्यति नै बढी चाहिँ एकतामा रहन्छौँ होइन हामीलाई जतिसुकै झम्पल लाएर लडाउन खोजे तापनि हामी लड्छौँ होइन घर भत्काएको देख्नु भएको छ नि होइन झम्पल लाउँछन् भ्याकुले पुरा लडाउँछन् होइन त्यो भ्याकुले नै हामीलाई लडाउन सक्दैन यदि हामी प्रेममा जोडिएर एकतामा रहन्छौँ भने अनि एकता चाहिँ अत्यन्तै महत्त्वपूर्ण कुरा हो यदि हामी विश्वासीहरू एकतामा रहँदैनौँ भने तपाईँले सोच्नुहोस् त्यहाँ शैतानले कार्य गरिरहेको छ शैतानले आफ्नो योजना उद्देश्य चाहिँ पुरा गरिरहेको छ त्यस कारणले गर्दाखेरि हृदय विभाजन गर्न चाहन्छ होइन हाम्रो मनलाई विभाजन गर्न चाहन्छ होइन त्यति मात्र अनि हृदय विभाजन गर्छ मनलाई विभाजन गर्छ र पनि सक्दैन भने अनि उसले चाहिँ गलत एकता चाहिँ निर्माण गर्न चाहन्छ शैतानले गलत एकता निर्माण गरेर भए तापनि हामी बिच भएको यो ईश्वरीय एकतालाई चाहिँ शैतानले तोड्न चाहन्छ जस्तै गलत एकता भन्नुको मतलब के हो भन्दाखेरि जस्तै बाबेलको धरहरामा हामी देख्न सक्छौँ याद गर्नुहोस् त बाबेलको धरहरामा होइन परमेश्वरले भन्नुहुन्छ तिमीहरू चाहिँ सम्पूर्ण पृथ्वीलाई ढाकिदेऊ भरिदेऊ तर उनीहरू चाहिँ एक ठाउँमा भेला हुन्छन् अनि भन्छन् हो हामी त स्वर्गसम्म पुग्ने धरहरा हामी निर्माण गरौँ होइन त्यहाँ गलत एकता अनि त्यस पछाडि यो गलत एकताको ठ्याक्कै उदाहरण चाहिँ हामी पहिलो कोरिन्थीमा पाउन सक्छौँ होइन 1 अध्यायको 10 पदमा हेर्नुहुन्छ भने त्यहाँ के छ भन्दाखेरि मानिसहरू चाहिँ समूहमा चाहिँ उनीहरूसँग चाहिँ एउटा गलत एकता थियो होइन कतिले चाहिँ त्यहाँ भन्छ म चाहिँ यसो ख्रिस्टको होइन कतिले चाहिँ भन्छ कोरिन्थीको मण्डली होइन कतिले चाहिँ भन्छ म पावलको कतिले भन्छन् म केफासको कतिले भन्छन् म अपोलोसको त्यहाँ गलत एकता थियो होइन कति वर्षमा हाम्रो मण्डलीहरूमा पनि हामी यो गलत एकतालाई हामी देख्न सक्छौँ मलाई मनपर्ने मानिसहरू एक हुन्छन् होइन कसैलाई मनपर्ने एक हुन्छन् त्यहाँ चाहिँ गलत एकता वास्तवमा त्यहाँ चाहिँ एकता भइरहेको हुँदैन अनि यो विषयमा हामी अलिक पछाडि आउने छौँ तर मैले अघि पनि भने सुरुको मण्डलीहरूसँग चाहिँ एउटा मजबुत एकता थियो मण्डलीमा उनीहरू चाहिँ एउटै मन अनि एउटै प्राणका थिए भनेर त्यहाँ लेखेको हामीले देख्न सक्दछौँ त्यस पछाडि अनि येशू ख्रीष्टले योहन्ना 17 अध्यायको 11 पद होइन 21-22 पद गरेर पढ्नुहुन्छ भने पनि प्रभु येशू ख्रीष्टले हरेक विश्वासीको लागि अनि त्यहाँ प्रार्थना गर्न सक्नुहुन्छ गरिदिँदै हुनुहुन्छ के भन्नुहुन्छ जसरी तपाईँ र म एक छौँ त्यसरी नै अनि मानिसहरू चाहिँ एक हुन् अनि हामी हरेक विश्वासीहरू चाहिँ एक भएको परमेश्वरले चाहन्छ एउटै मनको एउटै प्राणको भएको चाहन्छ हामी विश्वासीहरू कसरी एउटै मनको र एउटै प्राणको हुन सक्छौँ कसरी जब तपाईँ र म चाहिँ पवित्र आत्माले भरिन्छौँ जब तपाईँ र म हरेक विश्वासीहरू पवित्र आत्माले भरिन्छौँ अनि तपाईँ र म चाहिँ अनि एउटै मनको
एउटै प्राणको हुन सक्दछौँ होइन। अनि फिलिप्पी 2 अध्यायको 2 देखि 5 लाई पनि म पढिदिनेछु। त्यहाँ पनि केही कुराहरू लेखिएको छ। फिलिप्पी 2 अध्यायको 2 देखि 5 पद। न तिमीहरूले एकै मनका भएर एउटै प्रेम राखेर एकै चित्तको भएर, याद गर्नुहोस् त यहाँ एउटै 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 भन्ने शब्द होइन होइन, तिमीहरूले एकै मनका भएर एउटै प्रेम राखेर एकै चित्तको भएर एउटै कुराको चिन्ता गरेर मेरो आनन्द पुरा गरिदेऊ। आपसी विरोध वा खोक्रो प्रशंसाको कारणले केही पनि नगर। आपसी विरोध, त्यही भएर हामी विश्वासी एकअर्काको कहिले पनि विरोध नगरौँ। अनि खोक्रो प्रशंसा, खोक्रो प्रशंसा भन्नु मतलब के हो? बाहिरी देखावटी प्रशंसा होइन, भित्रबाट चाहिँ ईर्ष्या होला, रिस होला, डाहा होला, बाहिर चाहिँ ओहो तपाईँ कति राम्रो सुन्दर वाउ कति ह्यान्डसम भने जस्तो होइन। हामी खोक्रो प्रशंसाले केही पनि नगरौँ। अनि के नगर, तर मनको नम्रताको कारणले एकले अर्कालाई आफूभन्दा असल ठानोस्। हरेकले आफ्नै कुराहरूलाई मात्र होइन तर हरेकले अरूको कुराहरूलाई पनि ध्यान दियोस्। अनि ख्रीष्ट येशूमा जुन मन थियो अनि त्यही मन चाहिँ तिमीहरूमा पनि होस् भनेर यहाँ लेखेको छ। तब हामी चाहिँ एकतामा रहन सक्छौँ। त्यसकारण पवित्र आत्माको भरपुरी यदि हामीसँग छ भने, अनि यदि हामी विश्वासीहरू चाहिँ परमेश्वरसँगको हाम्रो जुन डिभोसनल लाइफ छ होइन, जुन व्यक्तिगत सम्बन्ध त्यो सङ्गति छ होइन, अनि परमेश्वरको अनुग्रह होइन, परमेश्वरको प्रेम, दया, कृपा होइन, जब तपाईँ र मैले मिलापलाई जान्दछौँ होइन, त्यस पछाडि जब हामी यी कुरालाई होइन जान्दछौँ बुझ्दछौँ भने अनि हामी विश्वासीहरू चाहिँ अनि एउटै मनको हुन सक्दछौँ होइन। अनि वर्गीकृत अथवा बाइबलीय शिक्षाले चाहिँ तपाईँ र मलाई एउटै मनको बनाएर राख्न सक्दछ। त्यही भएर हामीसँग यदि बाइबलीय शिक्षा छैन भने हामी कहिले पनि एक हुन सक्दैनौँ होइन, एक हुन सक्दैनौँ। त्यही भएर हामीलाई हरेक समयमा परमेश्वरको सोच आवश्यकता पर्दछ। हरेक सम्बन्धहरूमा हामीलाई परमेश्वरको सोच आवश्यकता पर्दछ होइन। हाम्रो विश्वासी जीवनको हरेक क्षेत्रहरूमा होइन हामीलाई परमेश्वरको सोच आवश्यकता पर्दछ, जसलाई हामी डक्ट्रिन भन्छौँ। अनि जब तपाईँ र मैले यो डक्ट्रिनलाई जान्दछौँ त्यसपछि वर्गीकृत शिक्षाहरू छन् होइन, उत्पत्तिदेखि प्रकाशसम्मको होइन, बाइबलले के भन्ने विषयमा हामीलाई सिकाउँछ। जब हामी यी कुरालाई जान्दछौँ अनि हामी विश्वासीहरू यो कुराहरूद्वारा जिउँछौँ भने हामी चाहिँ एक भएर रहन सक्छौँ। यसकारण एकता चाहिँ सुन्दर छ होइन, आनन्दपूर्ण छ अनि एकता चाहिँ अनुग्रही छ अनि यो चाहिँ प्रशस्त छ। अनि एकतामा रहनु चाहिँ यो चाहिँ एउटा आशिषको कुरा हो। यदि एउटा मण्डलीमा हामी विश्वासीहरू एक भएर रहन्छौँ भने त्यहाँनिर चाहिँ परमेश्वरले आशिष आज्ञा गर्नुहुन्छ होइन, जुन चाहिँ हामी भजन सङ्ग्रह 133 को 1, 2, 3 मा हामी देख्न सक्दछौँ होइन। दाजुभाइहरू एकतामा रहनु चाहिँ असल र मनोहर कुरा हो भनेर त्यहाँ लेखिएको छ होइन। त्यो चाहिँ होइन शिरमा खन्याइएको तेल जस्तै हो होइन, जो चाहिँ हारुनको दारीदेखि बगेर गएर सम्पूर्ण शरीरलाई ढाक्छ। त्यो चाहिँ हेर्मोन डाँडामा परेको शीत जस्तै हो भनेर त्यहाँ लेखेको छ नि। यो विषयमा हामी भयो भने अर्को हप्ता हेर्नेछौँ। त्यसकारण हामी हरेक विश्वासीहरू चाहिँ एकतामा रहौँ, अत्यन्तै महत्त्वपूर्ण छ। साथ छ याद छ तपाईँलाई होइन, शैतानले हामी विश्वासीलाई आक्रमण गर्दा जहिले पनि जो चाहिँ एकतामा छैन, जो चाहिँ अलग छ अनि त्यसलाई चाहिँ आक्रमण गर्छ। तपाईँले टिभीहरूमा होइन एउटा पशु के अरे यो जीवहरूको विषयमा तपाईँले हेर्नु भएको छ नि होइन, त्यहाँनिर चाहिँ बाघले सिंहले आफ्नो शिकार खोज्दाखेरि चाहिँ त्यहाँ समूहमा जमातमा भएको होइन शिकारलाई चाहिँ उसले कहिले पनि आक्रमण गर्न सक्दैनन्। त्यहाँ धेरै अन्डा छन् अनि सिंह एउटा छ भने उसले त्यहाँ आक्रमण गर्न सक्दैन। तर जो चाहिँ पर बसेर एक्लै चरिरहेको छ भने बाघले त्यसैलाई नै आक्रमण गर्दैन। शैतानले पनि अनि त्यही भएर मण्डलीमा तपाईँ र मलाई आक्रमण गर्नको लागि सबभन्दा पहिले तपाईँ र मलाई एकताबाट चाहिँ भाड्ने काम गर्दछ। तपाईँ र मेरो मनमा विभाजनका सोचहरू हालिदिन्छ, तपाईँ र मेरो मनमा चाहिँ होइन विभाजनका कुराहरू हालिदिन्छ अनि बिस्तारै म त्यसलाई विकास गर्दै लान्छु भने, म त्यसलाई ठाउँ दिँदै जान्छु भने अनि बिस्तारै तपाईँ र मलाई एकअर्काप्रति नेगेटिभ बनाइदिन्छ, नराम्रो सोच्ने बनाइदिन्छ, मन नपराउने बनाइदिन्छ। त्यतिकै अनि हामीलाई यति नेगेटिभ कुराहरू हालिदिन्छ अनि हामी चाहिँ अनि मण्डलीदेखि टाढा रहन्छौँ। अनि जब हामी मण्डलीदेखि अलग हुन्छौँ अनि शैतानले चाहिँ तपाईँ र मलाई सजिलैसँग फुटबल खेल्छ होइन। फुटबल गेम हेर्नु भएको छ नि होइन,
एउटा फुटबललाई 22 जनाले खेल्छन् होइन, एउटाले यता हान्छ एउटाले उता हान्छ। शैतानले पनि हामीलाई सजिलैसँग चाहिँ प्रयोग गर्न सक्छ। त्यही भएर हामी एकतामा रहनु चाहिँ अत्यन्तै महत्त्व। अब एकतालाई के कुराले चाहिँ अवरोध गर्छ त, त्यो विषयमा अलिकति हेर्नेछौँ। हामीसँग थोरै मात्रै समय छ। अनि एकतालाई के कुराले अवरोध गर्छ त, जस्तै विभाजित आत्माले चाहिँ एकतालाई अवरोध गर्छ। धेरै कुराहरू छन् तर हामी लगभग एउटालाई मात्रै हिँड्छौँ। विभाजित आत्मा भन्नुको मतलब यसले व्यक्तिको प्रभावलाई प्रकट गर्छ। जुन व्यक्ति चाहिँ मजबुत छ, जुन व्यक्ति चाहिँ राम्रो छ, जुन व्यक्ति चाहिँ धनी छ होइन, जुन व्यक्ति चाहिँ होइन त्यसलाई मात्रै पछ्याउने, तर पवित्र आत्मालाई चाहिँ होइन। अनि यो चाहिँ गलत हो। यो चाहिँ एउटा विभाजित आत्मा होइन। मलाई मनपर्ने मान्छेलाई मात्रै पछ्याउँछु, मन नपर्ने मान्छेलाई देख्नु नै चाहदिनँ। अनि यो चाहिँ गलत हो। अनि यो चाहिँ एउटा विभाजित आत्मा हो। अनि परमेश्वरले यो कुरा चाहिँ चाहनुहुन्न। अनि जब हामी यी कुराहरूलाई विभाजित आत्मालाई हामी पछ्याउन थाल्दछौँ भने अनि हामीसँग चाहिँ गुट हुन्छ, त्यहाँ झुन्ड हुन्छ। त्यस पछाडि मलाई मनपर्ने त्यहाँको एक ग्रुप हुनसक्छ होइन, अर्कोलाई मनपर्ने त्यहाँ एक ग्रुप हुनसक्छ, झुन्ड। अनि यसले चाहिँ वास्तवमा एकतालाई चाहिँ भाँड्दछ। अनि यसलाई चाहिँ हामी विभाजित आत्मा भन्छौँ अथवा गलत एकता भनेर पनि भन्छौँ होइन। जस्तै 1 कोरिन्थी 1 अध्यायको 22 पद तपाईँले पढ्नुहुन्छ भने त्यहाँ चाहिँ कतिले भन्छन् म चाहिँ ख्रिस्टको हुँ होइन। कोरिन्थीका विश्वासीहरू होइन, त्यहाँ चाहिँ कसैले भन्छन् म चाहिँ ख्रिस्टको हुँ होइन। किन ख्रिस्टको भन्दाखेरि यसो ख्रिस्ट चाहिँ होइन हाम्रो मुक्तिदाता हुनुहुन्छ होइन, अरूभन्दा उच्च होइन। जस्तै यसो ख्रिस्ट हाम्रो मुक्तिदाता हुनुहुन्छ, उहाँले चाहिँ मलाई बचाउनु भयो, उहाँले मलाई मुक्ति दिनुभयो। अब मलाई पास्टर चाहिँदैन, अब मलाई अगुवा चाहिँदैन, अब मलाई विश्वासी चाहिँदैन, मलाई यसो ख्रिस्ट भए पुग्छ, म चाहिँ ख्रिस्टको हुँ होइन। अनि त्यहाँ कतिले चाहिँ त्यसो भन्छ। अनि कतिले भन्छन् म चाहिँ पावलको हुँ। पावलको चाहिँ किन भन्दाखेरि होइन पावलले चाहिँ मण्डली स्थापना गरेका थिए कोरिन्थीमा। अनि पावल चाहिँ संस्थापक हुन् होइन। त्यही भएर मेरो आत्मिक पिता चाहिँ पावल हो। त्यही भएर म चाहिँ पावलको हुँ, मलाई अरू चाहिँदैन। अपोलोस नि चाहिँदैन, पत्रुस नि चाहिँदैन, यसो ख्रिस्ट नि चाहिँदैन, मलाई पावल भए पुग्छ होइन। यो चाहिँ एउटा गलत कुराहरू हुन्। त्यसमा कतिले भन्छन् म अपोलोसको हुँ होइन। याद गर्नुहोस् त, अपोलोसको हुँ। अनि अपोलोस चाहिँ त्यहाँ मण्डलीको चाहिँ एउटा पास्टर थिए होइन, एउटा प्रचारक थिए, एउटा शिक्षक थिए। उनले अत्यन्तै सुन्दरसँगले मानिसहरूलाई सिकाउने गर्दथे। अनि कतिले भन्छन् हो मलाई किन पावल चाहियो, मलाई किन यसो ख्रिस्ट चाहियो, मलाई अपोलोस भए पुग्छ होइन। कतिले भन्छन् म केफासको होइन। तर यसकारण हामी व्यक्तिलाई होइन, कुनै व्यक्तिको व्यक्तित्वलाई हेरेर होइन, हामी कहिले पनि त्यसकारण हामीले व्यक्तिलाई नपछ्याउँ होइन, त्यो व्यक्तित्वलाई हेरेर हामीले नपछ्याउँ होइन। 1 कोरिन्थी 11को 1 पदमा पावलले भन्छन् होइन मेरो देखासिकी गर्ने हो, मेरो अनुसरण गर्ने हो, जसरी म ख्रिस्टको देखासिकी गर्छु। त्यही भएर हामी विश्वासीहरूले यो कुरालाई जानौँ, हामीले कहिले पनि पास्टरलाई पछ्याउने होइन होइन, हामीले कहिले पनि अगुवालाई पछ्याउने, व्यक्तित्वलाई पछ्याउने होइन होइन। यदि एउटा यसको मतलब मैले पास्टरलाई नपछ्याउनु भन्नु खोजेको होइन, हामीले पास्टरलाई पछ्याउनु पर्छ। यहाँ पावलले त्यही भन्छन्, यदि एउटा पास्टरले अनि यसो ख्रिस्टलाई होइन पछ्याइरहेको छ भने म तपाईँलाई के भन्न चाहन्छु भन्दाखेरि तपाईँहरू आँखा चिम्लेर त्यो पास्टरको पछि लाग्दा हुन्छ। अनि यदि त्यो पास्टरले यसो ख्रिस्टलाई पछ्याइरहेको छ भने तपाईँले त्यो पास्टरलाई पछ्याउन सक्नुहुन्छ। तर यसो ख्रिस्ट भन्दा पनि तपाईँले पास्टरलाई पछ्याउन थाल्नुभयो भने अनि तपाईँ चाहिँ गलत गर्दै हुनुहुन्छ। अनि पास्टरले पछि गएर उसले चाहिँ गलत शिक्षा प्रचार गर्ला, गलत कुरा सिकाउला होइन, मुक्ति गुम्छ भनेर सिकाउला। अनि त्यो बेला म मेरो पास्टरलाई पछ्याउन सक्दिनँ, कारण उसले चाहिँ यसो ख्रिस्टलाई सही तरिकाले पछ्याइरहेको छैन। त्यही भएर हामी व्यक्तित्वलाई होइन, तर हामी चाहिँ परमेश्वरलाई पछ्याउँ होइन, परमेश्वरका अनुयायीहरूलाई पछ्याउँ, परमेश्वरको अनुसरण गर्नेहरूलाई पछ्याउँ, जसले परमेश्वरलाई पछ्याइरहेका छन्। अनि हामीले चाहिँ ती मानिसहरूलाई पछ्याउँ। अनि यो चाहिँ अत्यन्तै सुन्दर हो। अनि हामी अनुसरण गरौँ। अनि म पनि तपाईँलाई यही पुलपिटबाट भन्छु, यदि मैले परमेश्वरलाई पछ्याउन छाडेँ भने, यदि मैले यसो ख्रिस्टलाई पछ्याउन छाडेँ भने तपाईँले मलाई नपछ्याउनुहोस्, केही पनि फरक पर्दैन होइन, तपाईँले मलाई छोडिदिँदा हुन्छ। तर यदि मैले परमेश्वरलाई पछ्याइरहेको छु भने अनि तपाईँहरूले होइन मलाई पछ्याउन सक्नुहुन्छ। त्यसकारण पावलले भन्दछन् एफिसी 4 अध्यायमा हामी चाहिँ एकतालाई कायम राखौँ, हामी हरेक विश्वासीहरू चाहिँ एकतामा रहौँ। शैतानले जतिसक्दो एकतालाई भाड्न चाहन्छ, एकतालाई होइन भताभुङ्ग पार्न चाहन्छ। हामी हरेक विश्वासीलाई एकबाट अलग पूर्व पश्चिम बनाइदिन चाहन्छ
होइन र संसारिक कुराहरूमा रुमलिएको उसले चाहन्छ र हामी हरेक विश्वासीहरू चाहिँ एक भएर जिउँ। यो अत्यन्तै सुन्दर होइन। अनि अर्को कुरा एकतालाई अवरोध गर्ने एउटा कुरा जस्तै आफू केन्द्रितले पनि हो होइन। स्व केन्द्रित जीवन यदि म जिउँछु भने यसले एकतालाई बाँड्दछ होइन। मेरै कुरा हुनुपर्छ, मैले भनेको हुनुपर्दछ, मैले भनेको हुनुपर्छ, मेरै कुरा बिक्नुपर्छ होइन, मैले भनेकै हुनुपर्छ होइन। स्व केन्द्रित होइन। परमेश्वर बाइबल भन्दा पनि म मेरो विचारलाई, मेरो दृष्टिकोणलाई होइन, मेरो सोचहरूलाई म अरू मानिसहरू कहाँ लाद्छु भने, हाबी गराउँछु भने, अनि यसले चाहिँ एकतालाई अवरोध गर्दछ। त्यही भएर हामी आफू केन्द्रित होइन र हामी चाहिँ ख्रिस्ट केन्द्रित जीवन जियौँ भने यो चाहिँ अत्यन्तै राम्रो हुन्छ। त्यस कारणले गर्दाखेरि होइन, यदि हामी बाइबलीय शिक्षालाई होइन, डक्ट्रिनलाई हामी टेक्छौँ भने यसले पनि एकतालाई चाहिँ बाँड्ने काम गर्दछ होइन। त्यही भएर मैले हजुरहरूलाई आज अलिकति बताउन चाहेको कुरा के भन्दाखेरि हामी हरेक विश्वासीहरू चाहिँ एकतामा रहौँ, एक भएर रहौँ होइन, मजबुत भएर रहौँ होइन। सिमेन्टले त्यो इँटालाई जोडेको जस्तै हामी जोडिएर रहौँ होइन। यहाँ चाहिँ परमेश्वरको उद्देश्य पुरा हुन्छ, यहाँ चाहिँ परमेश्वरको इच्छा पुरा हुन्छ। अनि यो मण्डलीमा चाहिँ परमेश्वरले आशिषलाई आज्ञा गर्नुहुन्छ, जसलाई चाहिँ हामी अर्को हप्ता हिँड्नेछौँ भजन सङ्ग्रह 133बाट। आमेन। हुन्छ, हामी प्रार्थना गरौँ। प्रभु, हामी हजुरलाई धन्यवाद दिन्छौँ विशेष यो समय, यो मौका, यो अवसरको लागि। प्रभु, हामीलाई यो सुन्दर दिन अनि यो सङ्गति दिनुभएको लागि हजुरलाई विशेष धन्यवाद दिँदै साँच्चै नै प्रभु, हामी यहाँ जतिजना छौँ प्रत्येकको साथमा तपाईँ रहनुहोस्, प्रत्येकलाई हजुरले आशिष दिनुहोस्, अनुग्रह गर्नुहोस्। प्रभु, कतिजना हामी रोगमा छौँ, बिमारमा छौँ, चिन्ता फिक्रीमा छौँ, दुःख कष्टमा छौँ, अभाव घटी कमीमा छौँ अनि हाम्रो कमजोरीमा छौँ। सबै कुरा प्रभु हजुरले जान्नुहुन्छ। हामीलाई सहायता, अनुग्रह, आशिष गर्नुहोस्। धन्यवाद छ प्रभु। सम्पूर्ण कुरालाई हजुरको हातमा राख्दै यहाँबाट हामी छुट्नेछौँ, जानेछौँ। हामी प्रत्येकको साथमा तपाईँ रहनुहोस्। स्थानीय मण्डलीको हरेक सेवकैमा तपाईँ रहनुहोस्। अनि जिजिएफ नेपालको निम्ति प्रार्थना गर्दछौँ। पास्टर राजन, उहाँको भिजन, उहाँको सेवकै नेपाल अधिराज्यभरि छरेर रहेका हाम्रा जिजिएफ मिसनरी पास्टरहरूको लागि नि प्रार्थना गर्दै प्रभु यी सबै कुरालाई हजुरको हातमा राख्दै आशिष र अनुग्रह माग्छौँ प्रभु येशू ख्रीष्टको नाउँमा। आमेन। जय मसीह सबैलाई।